हेलो साथीहरू नमस्कार। हजुरहरूलाई यस फुल नलेज युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज मिति 2082 साल पुष्क 18 गते नेपाल विद्युत प्राधिकरणले 5औं तहको प्रशासन र लेखाका विभिन्न पदहरूमा ठुलो सङ्ख्यामा विज्ञापन प्रकाशन गरेको छ। आजको यस भिडियोमा हामी त्यसै विज्ञापनसँग सम्बन्धित रहेर योभन्दा अघिल्लोचोटि 2082 साल जेठको 15 गते प्रथम पत्रमा सोधेका प्रश्नहरूको बारेमा छलफल गर्नेछौँ। आउनुहोस् भिडियो सुरु गरौँ। प्रश्न नम्बर 1 मा रहेको छ देखाएका ताल तथा अवस्थित जिल्लाबीच जोडा मिलाउनुहोस् भनेको छ। प्रश्नमा रहेको छ रानीताल कञ्चनपुर जिल्लामा पर्दछ। त्यसै गरी नन्दबाउजू ताल चितवन जिल्लामा पर्दछ। सत्यवती ताल पाल्पा जिल्लामा पर्दछ र बजारी ताल पर्सा जिल्लामा पर्दछ। त्यसैले प्रश्न नम्बर 1 को सही आन्सर अप्सन नम्बर बी हुन्छ। त्यसै गरी प्रश्न नम्बर 2 मा रहेको छ देखाएका तलका भनाइ अध्ययन गरी सही विकल्प छान्नुहोस्। कमा रहेको छ करिब 22% उच्च हिमाली क्षेत्र मानवीय बसोबासका लागि उपयुक्त छ। खमा रहेको छ हिमाली क्षेत्रले नेपालको कुल भूभागको झन्डै 16% भूभाग समेटेको छ। यसको सही आन्सर हो अप्सन नम्बर ए क मात्र ठिक। करिब 12% उच्च हिमाली क्षेत्र मानवीय बसोबासका लागि उपयुक्त छ भन्ने भनाइ सही हो, तर हिमाली क्षेत्र नेपालको कुल भूभागको झन्डै 16% भूभाग समेटेको छ भन्ने भनाइ चाहिँ गलत हो। त्यसै गरी प्रश्न नम्बर 3 मा रहेको छ तलका मध्ये दोस्रो स्तरको नदी कुन हो? यसको सही आन्सर हो अप्सन नम्बर सी सिर्सिया। दिएका नदीहरूमध्ये दोस्रो स्तरको नदी चाहिँ सिर्सिया हो। त्यही प्रश्न नम्बर 4 मा रहेको छ नेपालको होच हिमालको नामले चिनिने क्षेत्र तलका मध्ये कुन हो? यसको अप्सनमा रहेको छ ए महाभारत क्षेत्र, बी भित्री हिमाली क्षेत्र, सी चुरे पर्वत क्षेत्र र डी समान हिमाली क्षेत्र। यसको सही आन्सर हो अप्सन नम्बर ए महाभारत क्षेत्र। महाभारत क्षेत्रलाई नेपालको होच हिमालको नामले चिन्ने गरिन्छ। प्रश्न नम्बर 5 मा रहेको छ नेपालको 1200 मिटरदेखि 3350 मिटरसम्मको उचाइमा पाइने हावापानीलाई के नामले चिनिन्छ? यसको अप्सनमा रहेको छ ए उपोष्ण, बी लेकाली, सी ठन्डा समशीतोष्ण, डी न्यानो समशीतोष्ण। यसको सही आन्सर हो अप्सन नम्बर सी ठन्डा समशीतोष्ण। नेपालको 1200 देखि 3350 मिटरसम्मको उचाइमा पाइने हावापानीलाई ठन्डा समशीतोष्ण हावापानी भनिन्छ। त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको भन्ज्याङ कुन हो? यसको अप्सनमा रहेको छ ए चाकु, बी मारिम, सी उराई र डी एला। यसको सही आन्सर हो अप्सन नम्बर ए चाकु। नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको भन्ज्याङ चाकु हो। त्यसै गरी प्रश्न नम्बर 7 मा रहेको छ महालङ्गुर हिम श्रृङ्खलामा 8000 मिटरभन्दा अग्ला हिम चुचुराहरू कतिवटा रहेका छन्? यसको अप्सनमा रहेको छ ए 3वटा, बी 4वटा, सी 5वटा र अप्सन नम्बर डी 6वटा। यसको सही आन्सर हो अप्सन नम्बर ए 3वटा। महालङ्गुर हिम श्रृङ्खलामा 8000 मिटरभन्दा अग्ला हिम चुचुराहरू 3वटा रहेका छन्। प्रश्न नम्बर 8 मा रहेको छ आधुनिक नेपालको राजनीतिक इतिहास कहिलेदेखि सुरु भएको मानिन्छ? यसको अप्सनमा रहेको छ ए विक्रम सम्वत 1825, बी विक्रम सम्वत 1854, सी विक्रम सम्वत 1903 र अप्सन नम्बर डी विक्रम सम्वत 2007। यसको सही आन्सर हो अप्सन नम्बर ए विक्रम सम्वत 1825। आधुनिक नेपालको राजनीतिक इतिहास विक्रम सम्वत 1825देखि सुरु भएको मानिन्छ। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ सर्वप्रथम महाराजधिराज उपाधि प्राप्त गर्ने शासक कौन? यसको अप्सनमा रहेको छ ए मानदेव, बी गुडकामदेव, सी अंशुवर्मा र अप्सन नम्बर डी पृथ्वीनारायण शाह। यसको सही आन्सर हो अप्सन नम्बर सी अंशुवर्मा। सर्वप्रथम महाराजधिराज उपाधि प्राप्त गर्ने शासक अंशुवर्मा हुन्। त्यसै गरी प्रश्न नम्बर 10 मा रहेको छ परम महाराज नामले प्रसिद्ध पाएका लिच्छवी राजा को थिए? यसको अप्सनमा रहेको छ ए मानदेव, बी अंशुवर्मा, सी नरेन्द्रदेव र अप्सन नम्बर डी गुडकामदेव। यसको सही आन्सर हो अप्सन नम्बर सी नरेन्द्रदेव। परम महाराज नामले प्रसिद्ध पाएका लिच्छवी राजा नरेन्द्रदेव हुन्। प्रश्न नम्बर 11 मा रहेको छ गोर्खाली फौजले काठमाडौँ उपत्यका विजय हासिल गरेको इन्द्रजात्रा दिन कुन बार परेको थियो? अप्सनमा रहेको छ ए शुक्रबार, बी आइतबार, सी मङ्गलबार र अप्सन नम्बर डी बिहिबार। यसको सही आन्सर हो अप्सन नम्बर बी आइतबार। गोर्खाली फौजले काठमाडौँ उपत्यका विजय हासिल गर्दा इन्द्रजात्राको दिन आइतबार परेको थियो। त्यसै गरी प्रश्न नम्बर 12 मा रहेको छ जङ्गबहादुर सर्वप्रथम कुन स्थानको श्रीदिन बन्नुभएको थियो? यसको अप्सनमा रहेको छ ए गोर्खा र लमजुङ, बी तनहुँ र लमजुङ, सी काठमाडौँ उपत्यका र डी समग्र नेपाल। यसको सही आन्सर हो अप्सन नम्बर बी तनहुँ र लमजुङ। जङ्गबहादुर सर्वप्रथम तनहुँ र लमजुङका श्रीदिन बनेका थिए। त्यस्तै प्रश्न नम्बर 13 मा रहेको छ नेपाल सम्वतको प्रारम्भ कहिलेदेखि भएको मानिन्छ? यसको अप्सनमा रहेको छ ए लिच्छवीकाल, बी किराँतकाल, सी मध्यकाल र अप्सन नम्बर डी आधुनिक काल। यसको सही आन्सर हो अप्सन नम्बर सी मध्यकाल। नेपाल सम्वतको प्रारम्भ मध्यकालदेखि भएको मानिन्छ।
प्रश्न नम्बर 14मा रहेको छ नेपालको इतिहासमा जनमत सङ्ग्रह कहिले सम्पन्न भएको थियो? यसको अप्सनमा रहेको छ ए विक्रम सम्वत 2037 वैशाख 20 गते, बी विक्रम सम्वत 2037 वैशाख 27 गते, सी विक्रम सम्वत 2037 जेठको 10 गते र अप्सन नम्बर डी विक्रम सम्वत 2037 जेठको 20 गते। यसको सही आन्सर हो अप्सन नम्बर ए विक्रम सम्वत 2037 वैशाखको 20 गते। त्यसै गरी प्रश्न नम्बर 15मा रहेको छ अक्षराङ्क शिक्षा कसको रीति हो? यसको अप्सनमा रहेको छ ए सूर्यविक्रम गेवाली, बी गोपाल प्रसाद रिमाल, सी जयपृथ्वी बहादुर सिंह र अप्सन नम्बर डी भवानी विष्णु। यसको सही आन्सर हो अप्सन नम्बर सी जयपृथ्वी बहादुर सिंह। अक्षराङ्क शिक्षा जयपृथ्वी बहादुर सिंहको कृति हो। प्रश्न नम्बर 16मा रहेको छ राष्ट्रिय जनगणना 2068 बमोजिम मातृभाषाको सङ्ख्या कति रहेको छ? यसको अप्सनमा रहेको छ ए 123, बी 124, सी 125 र अप्सन नम्बर डी 126। यसको सही आन्सर हो अप्सन नम्बर बी 124। राष्ट्रिय जनगणना 2078 बमोजिम मातृभाषाको सङ्ख्या 124 रहेको छ। प्रश्न नम्बर 17मा रहेको छ पुरुषहरूले महिला वेश धारण गरी नृत्य गर्ने मारुनी नाच तलका मध्ये कुन जातिमा प्रचलित छ? यसको अप्सनमा रहेको छ ए थारू, बी तामाङ, सी बारामौ र अप्सन नम्बर डी राउटे। यसको सही आन्सर हो अप्सन नम्बर सी बारामौ। मारुनी नाच बारामौ जातिमा प्रचलित रहेको छ। रहेको छ खाम्ची भाषा बोल्ने जाति कुन हो? यसको अप्सनमा रहेको छ ए थकाली, बी सन्त्याल, सी बारामौ र अप्सन नम्बर डी राउटे। यसको सही आन्सर हो अप्सन नम्बर डी राउटे। खाम्ची भाषा बोल्ने जाति राउटे हो। त्यसै गरी प्रश्न नम्बर 19मा रहेको छ दिगो विकास लक्ष्य अन्तर्गत कतिवटा परिणात्मक लक्ष्यहरू रहेका छन्? यसको अप्सनमा रहेको छ ए 239, बी 169, सी 222 र अप्सन नम्बर डी 232। यसको सही आन्सर हो अप्सन नम्बर बी 169। दिगो विकास लक्ष्य अन्तर्गत 169वटा परिणात्मक लक्ष्यहरू रहेका छन्। प्रश्न नम्बर 20मा रहेको छ सन् 2030 सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव पृथ्वी र समृद्धिको लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पनासहित सुरु गरिएको दिगो विकास लक्ष्यलाई कहिलेदेखि लागू भएको हो? यसको अप्सनमा रहेको छ ए अक्टोबर 24, 2015, बी डिसेम्बर 10, 2015, सी जुन 5, 2016 र अप्सन नम्बर डी जनवरी 1, 2016। यसको सही आन्सर हो अप्सन नम्बर डी जनवरी 1, 2016। अर्थात् दिगो विकासका लक्ष्य सन् 2016 जनवरी 1बाट लागू गरिएको हो। प्रश्न नम्बर 21मा रहेको छ वातावरण संरक्षण तथा जलवायु परिवर्तन समिति कार्यालय राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा सञ्चालन गर्न गठन भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषदको अध्यक्ष को रहने व्यवस्था रहेको छ? यसको अप्सनमा रहेको छ ए प्रधानमन्त्री, बी वन तथा वातावरण सचिव, सी वन तथा वातावरण मन्त्री र अप्सन डी राष्ट्रिय योजना आयोगको वातावरण हेर्ने सदस्य। यसको सही आन्सर हो अप्सन नम्बर ए प्रधानमन्त्री। जलवायु परिवर्तन राष्ट्रिय परिषदको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ। त्यसै गरी प्रश्न नम्बर 22मा रहेको छ सार्क डेभलपमेन्ट फन्ड एसडिएफको सचिवालय कहाँ रहेको छ? यसको अप्सनमा रहेको छ ए श्रीलङ्का, बी बङ्गलादेश, सी नेपाल र अप्सन नम्बर डी भुटान। यसको सही आन्सर हो अप्सन नम्बर डी भुटान। सार्क डेभलपमेन्ट फन्ड एसडिएफको सचिवालय भुटानमा रहेको छ। प्रश्न नम्बर 23मा रहेको छ राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनसङ्ख्या दोब्बर हुन कति समय लाग्छ? यसको अप्सनमा रहेको छ ए 75 वर्ष, बी 65 वर्ष, सी 55 वर्ष र अप्सन नम्बर डी 45 वर्ष। यसको सही आन्सर हो अप्सन नम्बर ए 75 वर्ष। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनसङ्ख्या दोब्बर हुन 75 वर्ष लाग्छ। त्यसै गरी प्रश्न नम्बर 24मा रहेको छ युएनडिपीबाट प्रकाशित मानव विकास प्रतिवेदन 2024 अनुसार नेपाल कतिौँ स्थानमा पर्दछ? यसको अप्सनमा रहेको छ ए 145, बी 146, सी 147 र अप्सन नम्बर डी 148। यसको सही आन्सर हो अप्सन नम्बर बी 146। तर युएनडिपीबाट प्रकाशित मानव विकास प्रतिवेदन 2025 अनुसार नेपाल 145औँ स्थानमा रहेको छ है त। त्यसै गरी प्रश्न नम्बर 25मा रहेको छ आर्थिक सर्वेक्षण 2080-81 अनुसार रोजगारी दर सबैभन्दा बढी कुन प्रदेशमा रहेको छ? यसको अप्सनमा रहेको छ अप्सन नम्बर ए मध्य प्रदेश, बी कर्णाली प्रदेश, अप्सन नम्बर सी गण्डकी प्रदेश र अप्सन नम्बर डी बागमती प्रदेश। यसको सही आन्सर हो अप्सन नम्बर बी कर्णाली प्रदेश। त्यसै गरी प्रश्न नम्बर 26मा रहेको छ 16औँ योजनाको अन्त्यसम्म कृषि क्षेत्रको औसत वार्षिक वृद्धि दर कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ? यसको अप्सनमा रहेको छ ए 28%, बी 35%, सी 40% र अप्सन नम्बर डी 45%। यसको सही आन्सर हो अप्सन नम्बर सी 40%। 16औँ योजनाको अन्त्यसम्म कृषि क्षेत्रको औसत वार्षिक वृद्धि दर 40% पुर्याउने लक्ष्य राखिएको छ।
प्रश्न नम्बर 27 मा रहेको छ नेपालमा कुल जनसङ्ख्याको कति प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन्। यसको अप्सन रहेको छ ए 24%, बी 62%, सी 67% र अप्सन नम्बर डी 71%। यसको सही आन्सर हो अप्सन नम्बर सी 67%। नेपालको कुल जनसङ्ख्याको 67% जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन्। प्रश्न नम्बर 28 मा रहेको छ सन् 2023 मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी कुन उद्देश्यले भ्रमण गरेका थिए। यसको अप्सन रहेको छ ए मनोरञ्जन, बी पदयात्रा र पर्वतारोहण, सी तीर्थयात्रा र अप्सन नम्बर डी अन्य। यसको सही आन्सर हो अप्सन नम्बर ए मनोरञ्जन। सन् 2023 मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी मनोरञ्जन गर्ने उद्देश्यले भ्रमण गरेका थिए। प्रश्न नम्बर 29 मा रहेको छ तीन ठुला नदी कोशी, गण्डकी र कर्णालीले नेपालको कुल जलस्रोत क्षमताको कति प्रतिशत हिस्सा ओगट्छ। यसको अप्सन रहेको छ ए 54%, बी 64%, सी 74% र अप्सन नम्बर डी 84%। यसको सही आन्सर हो अप्सन नम्बर सी 74%। कोशी, गण्डकी र कर्णालीले नेपालको कुल जलस्रोत क्षमताको 74% हिस्सा ओगट्ने गर्दछन्। प्रश्न नम्बर 30 मा रहेको छ नेपाल विद्युत प्राधिकरणको बोर्ड अफ डाइरेक्टरमा सदस्य सचिवसहित कति सदस्य रहने व्यवस्था रहेको छ। यसको अप्सन रहेको छ ए 4 जना, बी 7 जना र सी 8 जना र अप्सन नम्बर डी 9 जना। यसको सही आन्सर हो अप्सन नम्बर सी 8 जना। नेपाल विद्युत प्राधिकरणको बोर्ड अफ डाइरेक्टरमा सदस्य सचिवसहित 8 जना रहने व्यवस्था रहेको छ। प्रश्न नम्बर 31 मा रहेको छ नेपाल विद्युत प्राधिकरणबाट वितरित 5 एम्पियरसम्मको विद्युतको 20 युनिटसम्मको न्यूनतम मासिक महसुल कति निर्धारण गरिएको छ। यसको अप्सन रहेको छ ए रु 20, बी रु 30, सी रु 50 र अप्सन नम्बर डी रु 75। यसको सही आन्सर हो अप्सन नम्बर बी रु 30। नेपाल विद्युत प्राधिकरणबाट वितरित 5 एम्पियरसम्मको विद्युतको 20 युनिटसम्मको न्यूनतम मासिक महसुल रु 30 निर्धारण गरिएको छ। प्रश्न नम्बर 32 मा रहेको छ संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम UNEP-को स्थापना कहिले भएको हो। यसको अप्सन रहेको छ ए सन् 1947, बी सन् 1960, सी 1972 र अप्सन नम्बर डी 1980। यसको सही आन्सर हो अप्सन नम्बर सी 1972। UNEP-को स्थापना सन् 1972 मा भएको हो। त्यसै गरी प्रश्न नम्बर 33 मा रहेको छ विश्वमा वातावरण सम्बन्धमा निर्णय गर्ने उच्च स्तरको निकाय कुन हो। यसको अप्सन रहेको छ ए UN इन्भाइरोमेन्ट एसेम्ब्ली, बी UN कन्फरेन्स अन सस्टेनेबल डेभलपमेन्ट, सी UN जेनरल एसेम्ब्ली र अप्सन नम्बर डी UN सेक्युरिटी काउन्सिल। यसको सही आन्सर हो अप्सन नम्बर ए UN इन्भाइरोमेन्ट एसेम्ब्ली। विश्वमा वातावरण सम्बन्धमा निर्णय गर्ने उच्च स्तरको निकाय UN इन्भाइरोमेन्ट एसेम्ब्ली हो। त्यसै गरी प्रश्न नम्बर 34 मा रहेको छ सार्क बडापत्रको कुन धारामा स्थायी समिति सम्बन्धी व्यवस्था रहेको छ। यसको अप्सन रहेको छ ए धारा 3, बी धारा 4, सी धारा 5 र अप्सन नम्बर डी धारा 6। यसको सही आन्सर हो अप्सन नम्बर सी धारा 5। सार्क बडापत्रमा को धारा 5 मा स्थायी समिति सम्बन्धी व्यवस्था रहेको छ। प्रश्न नम्बर 35 मा रहेको छ संयुक्त राष्ट्रसङ्घमा पर्यवेक्षक राष्ट्रको सङ्ख्या कति रहेको छ। यसको अप्सन रहेको छ ए 1 वटा, बी 2 वटा, सी 3 वटा र अप्सन नम्बर डी 5 वटा। यसको सही आन्सर हो अप्सन नम्बर बी 2 वटा। संयुक्त राष्ट्रसङ्घमा पर्यवेक्षक राष्ट्रको सङ्ख्या 2 वटा रहेको छ। प्रश्न नम्बर 36 मा रहेको छ तलका मध्ये कुन सङ्गठन संयुक्त राष्ट्रसङ्घको विशिष्टकृत निकाय होइन। यसको अप्सन रहेको छ ए विश्व पर्यटन सङ्गठन, बी अन्तर्राष्ट्रिय श्रम सङ्गठन, सी खाद्य तथा कृषि सङ्गठन र अप्सन नम्बर डी संयुक्त राष्ट्रसङ्घ बालकोष। यसको सही आन्सर हो अप्सन नम्बर बी अन्तर्राष्ट्रिय श्रम सङ्गठन। अन्तर्राष्ट्रिय श्रम सङ्गठन चाहिँ संयुक्त राष्ट्रसङ्घको विशिष्टकृत निकाय होइन। त्यसै गरी प्रश्न नम्बर 37 मा रहेको छ लियान वेनफेङ कोसँग सम्बन्धित छन्। यसको अप्सन रहेको छ ए ChatGPT, बी डेली, सी डिपसिक र अप्सन नम्बर डी AI इमेज जेनेरेटर। यसको सही आन्सर हो अप्सन नम्बर सी डिपसिक। लियान वेनफेङ चाहिँ डिपसिकका सर्जक भनेर चिनिन्छन् है त। प्रश्न नम्बर 38 मा रहेको छ अमेरिकी राष्ट्रपतिले घोषणा गरेको गोल्ड कार्ड केसँग सम्बन्धित छ। यसको अप्सन रहेको छ ए अवैध आप्रवासीलाई देश निकाला गर्ने, बी मेक्सिकोसँग सीमामा तारबार गर्ने नीति, सी रुस युक्रेन युद्धलाई निकासमा पुर्याउने नीति र अप्सन नम्बर डी विदेशी धनाढ्यहरूलाई अमेरिका भित्र्याउने नीति। यसको सही आन्सर हो अप्सन नम्बर डी विदेशी धनाढ्यहरूलाई अमेरिका भित्र्याउने नीति। अमेरिकी राष्ट्रपतिले घोषणा गरेको गोल्ड कार्ड चाहिँ विदेशी धनाढ्य व्यक्तिहरूलाई अमेरिका भित्र्याउने नीतिसँग सम्बन्धित रहेको छ। र प्रश्न नम्बर 39 मा रहेको छ सन् 2024 फेब्रुअरी 2 मा सम्पन्न ICC T20 वुमेन्स
वर्ल्ड कप क्रिकेटको फाइनलमा कुन देश विजयी भयो? यसको अप्सन रहेको छ ए दक्षिण अफ्रिका, बी इङ्ल्यान्ड, सी भारत र अप्सन नम्बर डी अस्ट्रेलिया। यसको सही आन्सर हो अप्सन नम्बर सी भारत। प्रश्न नम्बर 40 मा रहेको छ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन कोप 30 2025 कुन देशमा आयोजना हुँदैछ? यसको अप्सन रहेको छ ए अजरबैजान, बी संयुक्त अरब इमिरेट्स, सी इटाली र अप्सन नम्बर डी ब्राजिल। यसको सही आन्सर अप्सन नम्बर डी ब्राजिल हो। कोप 30 2025 ब्राजिलमा सम्पन्न भइसकेको छ है त। त्यसै गरी प्रश्न नम्बर 41 मा रहेको छ यदि x/y = 20 र z/y = 20 छ भने x/y + x/z को मान कति हुन्छ? यो तपाईँहरूले निकालेर हेर्न सक्नुहुन्छ। यसको सही आन्सर हो अप्सन नम्बर बी 21 हुन्छ है त। प्रश्न नम्बर 42 मा रहेको छ हिजो एउटा कलमको मूल्य रु 10 थियो र आज त्यसको मूल्य रु 12 भयो भने कलमको मूल्य कति प्रतिशतले बढ्यो? यसको सही आन्सर हो अप्सन नम्बर डी 20%ले। यो तपाईँहरू आफै गरेर पनि हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 43 मा रहेको छ यदि 25 वटा कलमको मूल्य रु 250 पर्छ भने 150 ले कतिवटा कलम किन्न सकिन्छ? यहाँ चाहिँ अप्सन रङ प्रिन्ट भएछ, त्यसैले गर्दा यसको चाहिँ सही आन्सर 15 हुन्छ है त। यदि 25 वटा कलमको मूल्य रु 250 पर्छ भने रु 150 मा 15 वटा कलम किन्न सकिन्छ। नम्बर 44 मा रहेको छ 40 जना विद्यार्थी भएको एउटा कक्षामा रामको श्रेणीक्रम बायाँबाट 32औं छ भने दायाँबाट कति हुन्छ? यसको अप्सनमा सही आन्सर रहेको छ अप्सन नम्बर डी 19। तपाईँहरू आफै गरेर हेर्न सक्नुहुन्छ। र प्रश्न नम्बर 45 मा रहेको छ 9 वटा पम्पले 10 मिनेटमा 450 लिटर पानी तान्न सक्छ भने सोही क्षमताका 6 वटा पम्पले 12 मिनेटमा कति लिटर पानी तान्न सक्छ? यसको सही आन्सर हो अप्सन नम्बर सी 340 वटा। प्रश्न नम्बर 46 मा रहेको छ इन माइक्रोसफ्ट वर्ड वाट इज द सर्टकट की टु मेक द सेलेक्टेड टेक्स्ट बोल्ड? यसको अप्सन रहेको छ ए Ctrl+V, बी Ctrl+U, सी Ctrl+I र अप्सन नम्बर डी Ctrl+S। यसको सही आन्सर हो अप्सन नम्बर ए Ctrl+V। त्यसै गरी प्रश्न नम्बर 47 मा रहेको छ व्हिच अप्सन इन स्प्रेडसिट इज युज टु डिस्प्ले द रोज द्याट मिट सर्टेन कन्डिसन? यसको अप्सन रहेको छ ए फाइन्ड, बी फर्मेट, सी फिल्टर र अप्सन नम्बर डी सर्ट। यसको सही आन्सर हो अप्सन नम्बर सी फिल्टर। प्रश्न नम्बर 48 मा रहेको छ व्हिच फङ्सन इन माइक्रोसफ्ट एक्सेल इज युज टु फाइन्ड द हाइएस्ट भ्यालु इन अ रेन्ज? यसको अप्सन रहेको छ ए म्याक्स ब्राकेट, बी लार्ज ब्राकेट, सी हाइएस्ट ब्राकेट र अप्सन नम्बर डी लार्जेस्ट ब्राकेट। यसको सही आन्सर हो अप्सन नम्बर यसको सही आन्सर हो अप्सन नम्बर ए म्याक्स अनि डबल ब्राकेट है त। त्यसै गरी प्रश्न नम्बर 49 मा रहेको छ द सर्टकट की F5 इन माइक्रोसफ्ट पावर पोइन्ट इज युज फर अप्सन नम्बर ए स्लाइड डिजाइन, बी स्लाइड सो, सी मास्टर स्लाइड र अप्सन नम्बर डी क्लोज द एप्लिकेसन। यसको सही आन्सर हो अप्सन नम्बर बी स्लाइड सो। प्रश्न नम्बर 50 मा रहेको छ अ युनिभर्स अफ नेटवर्क accessible information where web resources are identified by URL as and accessible via the internet is called? यसको सही आन्सर हो ओल्ड वाइड वेब अप्सन नम्बर बी। हवस् त साथीहरू, आजलाई भिडियो यति नै। हजुरलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै भन्न नभुल्नुहोला र भिडियो मन परेमा भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। हामी फेरि पनि यस्तै लोकसेवा सम्बन्धी भिडियोहरू लिएर फेरि आउनेछौँ। धन्यवाद।